हेलो साथीहरू सबैलाई नमस्ते। आज म चाहिँ कुरा गर्न गइरहेको छु नेपाल आर्मीको ब्यारिङ चेक सम्बन्धी चाहिँ के कुराहरू सोधिन्छ र कस्तो मान्छेलाई लग्छ नेपाल आर्मीमा र कस्तो मान्छेलाई लग्दैन भन्ने कुरामा तपाईहरुलाई जिज्ञासा धेरै लागिरहेको होला। त्यस सम्बन्धी चाहिँ मैले आज चाहिँ यो बुकमा चाहिँ सम्पूर्ण नेपाल आर्मी सम्बन्धी 0 देखि 100 सम्म कुराहरू दिएको हुन्छ। यसमा चाहिँ लिखित परीक्षाको पनि तयारीको क्वेशनहरू हुन्छन् र यसमा चाहिँ ब्यारिङ सम्बन्धी चाहिँ टोटल्ली कुराहरू दिएको छ। म चाहिँ तपाईहरुलाई सरस्वती पढाएर सुन्नेछु। त्यसअघि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र चाँडै नै 100 सब्स्क्राइब पुर्याइदिनु होला। हाम्रो युट्युब च्यानल युपिएससी युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला र सबैले सपोर्ट गरिदिनु होला। तपाईहरुलाई मैले सपोर्ट गरिरहेको छु, मलाई तपाईहरुले सपोर्ट गरिदिनु होला हैन। अनि त्यही हो, तपाईहरुलाई जिज्ञासा लागेको कुराहरू तपाईहरुले मलाई मेरो इनबक्समा पनि भन्न सक्नुहुन्छ र तपाईहरुले मेरो फेसबुकमा पनि भन्न सक्नुहुन्छ। फेसबुकको नाम रहेको छ युपेश उपाध्याय रहेको छ नेपालीबाट र म स्क्रिनमा पनि राखिदिन सक्छु र तपाईहरुलाई मैले भनिसकेको छु र तपाईहरुले मलाई टोटली कुरा सोध्न सक्नुहुन्छ सुमा गएर र आफूलाई जिज्ञासा लागेको कुनै पनि कुराहरू म तिमीहरुलाई तत्कालै रिप्लाई गरिदिनेछु। र अब चाहिँ हामी भिडियोतर्फ जाउँ। ब्यारिङमा सैन्य छनौट गर्न नमिल्ने बुदाहरू। यस परीक्षामा उम्मेदवारहरूको उचाइ, वजन, छाती महिला उम्मेदवार बाहेकको सबैको छाती चेक हुन्छ नि त, नापिन्छ। जस्तै केटाहरूको नफुलाइ 32 फुलाएर 34 हुनुपर्छ त्यस्तै के। र अनि त्यसैगरी अब क नम्बरमा रहेको छ कि यहाँ के दिएको छ क नम्बरमा अङ्गभङ्ग कुप्रो देखिने के हैन। अनि त्यसैगरी हात खुट्टा बाङ्गो टिङ्गो र औँलाहरू ठिक नभएको, घुँडा जोडिने, हात खुट्टामा मुसा भएको। अनि यसैगरी धेरै चोटपटक धेरै चेप्टो पैताला भएको र यसैगरी दाँत झरेको, लौटारो, भगाउने, ढाड कुप्रो परेको, शरीर पुरा झुकाउन नसक्ने, जिउ कोल्टे परेको, दुबी भएको, कपाल झरेको वा फुलेको वा रङ्गाएको र यसैगरी आँखा डेढो भएको, बायाँ आँखा चिम्लिन नसक्ने, ज्यादै झिप्डो देखिने, लुरे, उचाइ अनुसारको हुनुपर्ने तल भन्दा बढी तल भएको, शरीर मोटो तर हातखुट्टा झिनो देखिने, शरीरमा ट्याटु मार्क बनाएको, अनुहारमा अनावश्यक बुदाहरू दागहरू देखिने। यो रहेको छ सैन्य छनौटमा मानिसहरूको शरीरमा कुनै पनि यो नहुनुपर्छ। यदि यो भएमा तपाईहरुलाई सैन्य छनौटमा अयोग्य मानिने छैन मेरो अनुमानले। र अब चाहिँ यो तपाईहरुलाई मैले पढाएर सुनाइसकेँ। र यसैगरी प्रारम्भिक स्वास्थ्य परीक्षण प्रिमेडिकल चेक। प्रारम्भिक स्वास्थ्य परीक्षणको लागि पदपूर्ति समेटिएका तोकिएको चिकित्सकले उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गर्नेछ। त्यसैगरी प्रारम्भिक स्वास्थ्य परीक्षणमा नाक, कान, आँखा, कलर भिजन, छाला, ब्लड प्रेसर, हर्निया, पाइल्स आदिको परीक्षण गरिनेछ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा उत्तीर्ण हुने उम्मेदवारको प्रवेशपत्रमा उत्तीर्ण जनाइने र शारीरिक परीक्षाको लागि छनौट गरिने छ। यसैगरी प्रारम्भिक स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण हुने उम्मेदवार सो पछि लिने अन्य परीक्षामा सम्मिलित हुन पाउने छैन। यो रहेको थियो, मैले ब्यारिङ चेकमा तपाईहरुलाई भनिसकेको छु। ब्यारिङ चेकमा यो सोधिन्थ्यो र यसैगरी यसपछि चाहिँ हामी अर्को भिडियोमा चाहिँ कति पुसअप, कति सेटअप, कति चिनअप हान्नुपर्छ भनेर चाहिँ हामी तत्कालै भिडियो ल्याउनेछौँ। र त्यसकारण तपाईहरुले हाम्रो युट्युब च्यानल सब्स्क्राइब गरेर बसिदिनु होला। हाम्रो युट्युब च्यानलमा छिटोभन्दा छिटो 100 सब्स्क्राइब पुर्याइदिनु होला। म भनिरहेको छु तपाईहरुलाई यो थियो तपाईहरुको सोधिने चेक हुने बुदाहरू। यदि यस्तो छ भने चाहिँ तपाईहरुको सैन्य छनौटमा भर्ना हुन चाहिँ हल्का गाह्रो नै हुनेछ भन्न चाहन्छु। र आजको लागि यति नै साथीहरू भिडियो। अब अर्को भिडियोमा भेटौँला र सबैलाई जय नेपाल, नमस्कार, हस्त, बाई बाई गाइज।